गुड मर्निङ गाइस, हामी चाहिँ भर्खरै उठिसकेको छौँ। उठिसकेर हामी फेरि अनुहार ढाँसा बाँचेर त्यही भएर यता बसिरहेको खालको कालो भएर होला। कालो र पहिले कालो अलिकति आयो झन् कालो भएर होला। सो अब चाहिँ हामी खाजा खान्छौँ, नास्ता खान्छौँ, अनि त्यहाँदेखि चाहिँ घुम्न जान्छौँ है त। फुक्सुन त लेट्स गो। व्हाट्सअप गाइस, गुड मर्निङ सबैलाई। आज चाहिँ हामी ताल वरिपरि घुम्न गइरहेका छौँ। र तपाईँहरूले एउटा कुरा देखाउँछ अरे, प्योर डोल्पाली कस्तो हुन्छ नि? यस्तो हुन्छ प्योर डोल्पाली होइन। सौँदाले मुसो नेसुलुङ बिरिला सो याला मेन्दु माला सो। के भयो? के यो माया, मलाई नि याद आयो के यो माया हो। के थाहा छ मलाई? त्यहाँबाट भोटे लुगा लगाएर जान्छ त को हो त्यो? फोटो खिच्न जाने होला त। मैले हो भने त्यहाँनिर नर्मल आएछ। कुन चाहिँ ठुलो रिम्पोर्ट को आयो भोटे लुगा लगाएर आउँछ अरे। मैले सोधेँ को अरे क्या, को धोबो भनिदिएको क्या। हिँड्सक्छ अरे भन्दैछ क्या, बताएछ क्या। फेरि लुक्छ फेरि त्यस्तै सक्दैन नि कसैले। ल हामी चाहिँ अब यो छुपा र फ्यार लगाएर तल ताल नभएर पालो लगाएर फोटो खिच्नु पर्ने चाहिँ हुन्छ है त। है त ल लेट्स गो। तालको छेउमा भेटौँ ल। ओ माई गड, कत्रो ठुलो के यो चाहिँ। क्यामेरा भन्दा नि आफूले ड्याम देख्ने क्या। ड्याम कस्तो दाम है। स्विमिङ खेल्ने हुने होइन? स्विमिङ त खेल्न सक्दैन होला। जाउँ न ड्याममा। कस्तो ड्याम छ, कस्तो लाग्यो? होइन यसो रहेछ क्या, साइडमा चाहिँ अलिकति लाइट ब्लू रहेछ, भित्र चाहिँ डार्क ब्लू के डिप हुन्छ। त्यही त कलर कस्तो के भयो है। त्यो निलो कलर हालेछ क्या, कस्तो दामी छ उ त त्यही त अत्तो ठुलो छ। यस्तो क्या भ्यू पनि एउटा उत्तर रहेछ, आधी बाटोमा डल्लो रहेछ त। त्यो होइन कि होइन, मलाई त्यो एउटा डल्लो रहेछ त। त्यो एउटा हो रे, एउटा चाहिँ उता साइड रहेछ त, त्यो हो रे क्या। के हो यहाँदेखि गए चाहिँ त्यो सबै देख्दैन, त्यहाँदेखि गए चाहिँ सबै फुक्सिनु सबै देख्छ अरे। किन हेर्नु पर्छ सबै? नजाने नजाउँ न त होइन, यहीँतिर बसेर फोटो खिच्नु। तर मैले त्यहाँले जानु मन छ गाई चाहिँ। मैले त्यहाँदेखि त्यही बाटो चाहिँ जानु मन छ मलाई त्यही बाटो चाहिँ जानु। गाइस हामी चाहिँ हामीले के डिसाइड गर्यो भने हामी बिबो नजाने डिसाइड गरिसकेको छौँ। हामी चाहिँ ठ्याक्कै यो भन्दै ऊ त कुरासँग गएर अनि फेरि फर्केर यहाँ साइडतिर अनि चिल हान्छौँ, फोटो हान्छौँ। त्यति नै हाम्रो प्लान भएको छ। त्यही हो हाम्रो प्लान चाहिँ। के ढाउ कसो त्यसै होइन? त्यस्तै तर त्यहाँ ठाडै उकाल्दै थाक्यो, हेर्दै कस्तो भयो क्या। हेर्दै खुट्टा फेरि यहाँदेखि हो कार्टुन, यहाँदेखि बाटो उत्रछ। यहाँदेखि मान्छे गइरहेको छ अलिकति, यहाँदेखि ल को चाहिँ राइट रहेछ हेरौँ न। होइन पुग्छ जाऊ नि। ओ रसले मेमे यस्तो एक घुमेर आउने। मेमे यतै गयो, तपाईँ यतै गयो। नाम दियो हजुरको? मिङ्ची न हजुर नाम बिजी। लास्ट मेमे म चाहिँ घुम्न जान्छु ल, पछि फर्केर आउँछु म। तिम्रै बारे सोची म बस्छु डेली। हो चिलेको फिल्म किन हेऱ्यो? हामी पैसा हाल्ने पनि हेरेको। चिलेको यहाँ खस छैन, त्यो तलको त त्यो तल खोलै छैन क्या। त्यो किन खोला रे तारै छैन क्या, यहाँ खसेर तालमा जान्छ नि त। ताल छ
यो तालमा खस्छ कि हो ए तिम्रो त्यहाँ यहीँतिर होला यो गर्दा ठिलेको हामी ठिलेको याक खस्ने म छिपेलो खसाइदिन्छु म तिम्रै बारे सोची बस्छु याक निकाल्न खै त्यतिकै ठिलै हिरोलाई अलिक सुपर पावर थिएन जस्तो क्या निकाल्न भइन्छ अनि उ चाहिँ कसरी खस्यो याक खसेर याक मर्छ क्या अनि ऊ चाहिँ मन दुख्छ क्या याकमा चाहिँ सामान झाकेको हुन्छ होइन ठ्याक्कै अहिले मुनि हाम्फालिदिन्छ सँगै ऊ कहाँ हाम्फाल्छ ऊ मन दुख्छ नि मेरो यार खस्यो मेरो सामान कसरी मर्छ ठिले खोइ त्यो फिल्म बिर्स्यो यार ठिले त रेलमा ठिले त त्यहीँ मऱ्यो होला त्यो के अरे त्यही मरेर सोरे है त्यही हिजोको ठाउँमा बित्नु भयो होला नि त खसेर छाङ खाएर अन्त घोडामा चढेर सुनेको याक चाहिँ यहाँ खसेको याक चाहिँ ऊ फिल्ममा चाहिँ यहाँ खस्छ क्या फिल्ममा चाहिँ खस्छ भने क्या फिल्ममा चाहिँ उता होइन क्या फिल्ममा चाहिँ यहाँ खस्ने ठाउँ चाहिँ यता होला तर ठिले लास्ट भिड्नु भएन नि त्यो चाहिँ त्यो तलतिर खस्छ क्या कोही त पनि राखेको थियो ढाकोले अनि याक मरेको कुरै गरेको थिएन नि यो यहीँ हो यहीँ हो गरेर होइन मैले चाहिँ यहाँ खसी ठाउँ यहाँ भनेको फिल्ममा फिल्म हेरेन छ कि तिमीहरूले हेर्न कस्तो गइरहेछ यार भाइ रियल लाइफको कहानी थाहा छ फिल्म पनि हेर्नु होइन फिल्मको एउटा त्यो हो नि त हामी यहाँ होइन कि मैले फिल्मको कुरा होइन कि ठिलले चल्न गर्ने फिल्म भन्दा मैले आइकोनिक सिनको कुरा गरेँ क्या आइकोनिक सिन होइन कि ठिलै हो कि आइकोनिक म्यान हो क्या भाइ आइकोनिक म्यान हो कि आइकोनिक पर्सन हो क्या भाइ कस्तोमा डुबिदिन्छ यार तिम्रो कुरा सुन्यो भने कस्तो भइरहेन आम्मामा फक यार यही भइरहेको त स्विमिङ पुलले खेलाउँछ कहाँ पुग्छ थाहै हुँदैन हेरे कहाँ पुग्यो ढुङ्गाको फ्लो देखिरहेको छ यता त्यहाँ अड्किन्छ अरे तल तल भयो त्यहाँ अड्क्यो कसम त्यहाँ अड्क्यो हेलो गाइस हामी चाहिँ अहिले फुक्सुन्दोको यो बाटोतिर हिँड्दैछौँ हामी पनि जाने थाकिरहेको छ होइन सो यो वाइपुरी घुम्ने सोचिरहेको छु यो तालमा चाहिँ घाम चाहिँ लानुपर्ने चाहिँ घाम लागेपछि मात्र निलो देख्ने क्या यहाँबाट उतातिर कालो कालो देखिरहेको छ नि त यता घाम लागिरहेको छ नि त सो घाम लाउनु पर्ने रहेछ थाक्यो यार हामी चाहिँ फुक्सुन्दो पुग्यो हेर कसम हेर यो नक्कली होइन असली 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 यता यता असली नै रहेछ है असलीहरू चाहिँ असली नै हो ल गाइस हामी चाहिँ अहिले फर्केको उता कुनैसम्म पुगेर अहिले चाहिँ ट्याक्कै उतै तलै त्यो गाउँकै छेउको त्यहाँ फर्किनु लाग्यो केरल चाहिँ उता गइसकेको छ पछि छौँ म चाहिँ पछि छु है ताल चाहिँ दामी छ यार यो अरू के होइन कि दिस इज फुक्सुम्दो यसलाई अरू अरू ठाउँ मात्रै यसलाई चाहिँ दामी छ क्या यो ठाउँलाई चाहिँ कम्पेयर गर्नु मिल्दैन क्या किनकि यही नै फुक्सुम्दो हो क्या दिस इज फुक्सुम्दो अति बवाल छ क्यामेराले यहाँ लोड लगाउँ फेरि अति अप्ठ्यारो बाटो मिन्स अब यहाँदेखि तल हेरेपछि अलिकति आफूलाई डर लाग्ने क्या अलिकति त्यो चाहिँ हुँदो रहेछ के डर चाहिँ लाग्दो रहेछ मुटु पनि चिसो हुँदो रहेछ क्या हिँड्नु बाटो हिँड्नु गयो तर त सक्यो नि एकदम नै चिसो भएर एकदम केयरफुल भएर हिँडिरहेछौँ हामी सबै
त बोल्नलाई पाइन्छ बोल्ने पनि तरिका चाहिन्छ हैन बिजुली बलेको होला तरिका सिकेर आइन्छ बोल्नलाई तिमी नै चाहिन्छ तिमी नै चाहिन्छ रे को तेरो चाहिँ को त्यो सिङ्गल हो कि के रिलेसन छ थाहै छैन मलाई के हो म फेरि सिङ्गल छैन नि what is your relation स्ट्याटस के रिलेसनमा हो क्या सेट यार I'm not interested हैन रिलेसनमा यस्तो हाम्रो यो अगाडिको साथी चाहिँ बुकिङ भइसकेको रहेछ पछिको साथी दोष के हो हामीले अब यस्तो हैन नारायण यहाँ ब्लग हेरेर त्यहाँदेखि निकोस् न नि फेरि ठिक छ अब यस्तो यस्तो पायो भने त राम्रो हो हैन छैन सोची हैन छैन भनेपछि अझै छैन अब ए ठिक छ पायो भने यस्तो हैन फेरि त्यो कसले हेर्छ हामीले हेर्दैन फेरि लुक्स त मरत छ त मरत नहुने कुरै भन्दा नि लगाइस हामी चाहिँ अब तालको लेकको अब नजिकै गएर अब यस्तो भिडियो सिडियो बनाउनलाई गइरहेको छौँ अनि हामी एकछिन चिल्ली हान्छौँ त्यही हो है त गाइस हामी चाहिँ उताबाट जानेछौँ होइन यहाँ पुल रहेछ यो पुल चाहिँ के हो भने चाहिँ यहाँ अब फुकसुन्दर लेक यहाँ भएन लेकबाट चाहिँ तल जाँदो रहेछ सिधै खोला तर यो चाहिँ हाम्रो फुकसुन्दरको भर्टीको पानी होइन फुकसुन्दरको पानी भर्टी हो कसरी भर्टी हो उताको लेक भन्ने लेक पानी ब्यालेन्स बनाएर भरेर त्यसको लागि अब स्पोर्ट चाहिँ होइन यहाँ बसेर फुराल्नुपर्छ यहाँ रिल बनाउनु पर्छ स्टेप सिक्नुपर्छ मलाई त टाइम लाग्छ आउँदैन स्विमिङ हान्ने पो रहेछ नि त स्विमिङ यहाँ जानु मिल्ने रहेछ क्या तरिका सिकेर आइन्छ बोल्नलाई नि तिमी नै चाहिन्छ Rest my bike. ल गाइस अहिले चाहिँ हामीले चाहिँ यस्तो भिडियो बनाएर अब यता फर्किन लागेको खाना होटलतिर खानाको लागि सो भिडियो नि हेरिदिनु होला हामीले टिकटक बनाएको छौँ टिकटक त बनाउनै पऱ्यो नि दुई चारवटा बनाएको छ है अनि रिल्स नि हल्का हल्का बनाएको छौँ अनि यो अब ताल चाहिँ यो दामी छ ओपी छ दामी छ है अब हामी खानातिर लाग्छौँ अनि फर्किन्छौँ ल एकदम राम्रोसँग जानु होला 3 बाई चाहिँ एकदम टक्क चाहिँ हेल्दीसँग होइन एकदम राम्रोसँग स्वास्थ्य ल धन्यवाद यो चाहिँ यसो चाहिँ काट यसो चाहिँ लिएर चाहिँ हुन्छ कोही केटा हाम्रो तपाईँ गेस्टहरूले चाहिँ साथीहरूले चाहिँ यसो चाहिँ गरेपछि म डिस्काउन्ट गर्छु कि अरूभन्दा चाहिँ म डिस्काउन्ट गर्छु त्यहाँ चाहिँ हामी 16 मान्छे टक्क चाहिँ शान्त पनि हुन्छ अनि त्यो के फोटो खिच्ने फोटो खिच्नु सुरुङ छैन
हिसाब हुँदैछ हाम्रो तिमीले कति भयो 100 रुपियाँ खोज्यो पुग्यो कति भयो 100 रुपियाँ 30 40 60 भएन नाच 70 80 90 105 भयो 5 भयो 20 रुपियाँ अझै 20 रुपियाँ 20 अझै भन्दा 5 भन्दा 5 मसँग थिएन चेन्ज नभएछ ल यहाँ चाहिँ चान्चनको छोक्रा पुरा फल्थ्यो ल जाने डाइरेक्ट जाने यति जाने ल साउजी राम्रोसँग बस्नु नि ल हात मिलाइदिनु ल पछि फेरि आयो भने यति बस्नु विदेशी सेसो गर्छु म चाहिँ हाम्रो विदेशी यसो गरेर एकदम नगरेर म हुँदै खुसी लाग्यो यहाँ आएर ल एकदम है हामी चल्छेको ल राम्रोसँग बस्नु फेरि आउँला हामी हस् हुन्छ त्यसो हुन पूर्व तयारी नै मलाई फोन गर्नुहोस् है त्यहाँ फोन दिँदै छैन अनि त्यसो अरू फोन गरेपछि सेड्युल मिलाउनु गाह्रो हुन्छ कि किनभने कोही कहाँ जान सक्यो होइन यो त मेरो परिवारको नम्बर छ यो त मेरो नम्बर छ जस्तै सुइले गरेर आउने बित्तिकै चाहिँ हामीले फोन गर्नु पऱ्यो त्यो सेड्युल कोही नआउने छ त्यो चाहिँ अरू गेस्ट आउँछ फेरि तपाईँ यहाँ हो हामी बस्नुपर्छ ल हस् बाई बाई ल हस् धन्यवाद ल गाइस फाइनली यहाँबाट हामीलाई राम्रो मिठो अलविदा गरेर पठायो चल बिदाई खाता ठ्याक्कै हो छैन ल बाई हाम्रो चाहिँ कार्ड दिएर पठाएछ सँगै अनि मुनितिर बाँड्थ्यो अरे किनकि यो होटेल एकदम सस्तो पनि छ भन्दैछ म त नर्मली अरूलाई रुमको 800 लिन्छ भने हामी 500 मात्रै अनि वेलकम पनि राम्रो गर्यो हिजो हामीलाई होइन नुन चिया दिएको थियो त्योहरू सब फ्री गरिदियो सबैमा डिस्काउन्ट पनि दियो हामीलाई खुसी लाग्यो कस्तो हाम्रो नजिकको मान्छेहरूलाई चाहिँ योमा है स्वागत चाहिँ याक होटेल कस्तो लाग्यो होटेल कस्तो लाग्यो ठिकै राम्रै लाग्यो सस्तो छ है नट ब्याड होइन नट ब्याड यस्तो अब ठुल्ठुलो होटेलमा बस्दा पनि यस्तो घरमै बस्दा राम्रो हो माया पाउँछ हो यस्तो ट्रेकमा हो भने सबले आफ्नो बजेट बचाउनु खोजिरहेको हुन्छ नि त तर यो ठाउँमा चाहिँ एकदम सस्तो मिठो रहेछ त्यसैले आएको राम्रो अर्को ठाउँ अलिक महँगो पनि छ त्यही भएर हाम्रो याक होमस्टेमा आउनु होला हामीलाई जसरी राम्रो अलविदा एकदम स्वागत र बिदाई राम्रो गर्यो तपाईँहरू आउनुभयो भने त्यस्तै अवश्य गर्नुहुन्छ गर्छ राम्रो छ सो 12 दिन बेला बाई बाई इसको तो जुदा लगा चिल्ला है तले है क्या त्यो आर्मीसँग त्यहाँ बस्नु है यिनीहरू गाडी बस्छ त होला सुरु भयो
अन्दाज मौसम कस्तो छ राम्रो हुन्छ नि तर बाटोमा राम्रो हुनु sorry. राम्रो गर्नु है तूफान कुद्नुपर्छ चाहिँ हस् ल लगेर अब चाहिँ हामी लागि उतातिर चारखण्ड तूफान हिँड्नुपर्छ चारखण्ड बाटो 3 घन्टा हिँड्नुपर्छ त्यहाँदेखि फर्किन्छौँ गाडी 9:30 आउँछ त्यही भएर गाडी आउने ठाउँमा हामी 3 घन्टा लाग्छ 3 घन्टा लाग्छ त्यही भएर त्यहाँबाट ल मेरो ब्लग यति नै रह्यो सो थ्याङ्क यू फर वाचिङ माई ब्लग चिल्ड्रेन टेक केयर बाई जा ढुङ्गा आएछ चिप्लिँदैछ ढुङ्गामा हाँसेर कस्तो छ हाँसले लाइभ ढुङ्गा खसिरहेछ अहिले छिटो भयो आमा दस अब छैन होइन भर्खर ढाकोदेखि माथि ढुङ्गाइरहेको यहाँ पुग्यो अत्रो यहाँ पुग्यो उड्यो कि सिधै मुनि गयो कहाँ छैन कहाँ छैन म त लाग्नु